ओम शान्ति। आज 13 नोभेम्बर 2025 को मुरली सारमा सबैलाई स्वागत छ। आज बाबाले हामीलाई कौडीबाट हीरा बनाउने त्यो अलौकिक प्रक्रियाबारे बताउनु भएको छ। साथै यो समय कति महत्त्वपूर्ण छ र हामीले आफ्नो 21 जन्मको भाग्य कसरी सुनिश्चित गर्न सक्छौं भन्ने सुन्दर रहस्य पनि खोल्नु भएको छ। आजको मुरलीमा हामी यी 5 मुख्य विषयहरूमा गहिरिएर मनन गर्नेछौं। सुरुमा विश्व परिवर्तनको सन्देश, त्यसपछि यो समयको महत्त्व र हाम्रो पुरुषार्थ, अनि 21 जन्मको अविनाशी कमाई कसरी गर्ने भन्नेबारे बुझ्नेछौं। यादको यात्रा र पवित्रताको महत्त्वलाई पनि हेर्नेछौं र अन्तमा धारणा र वरदानको सारलाई आफ्नो जीवनमा कसरी उतार्ने भनेर जान्नेछौं। ल सुरु गरौँ है त। पहिलो खण्डमा बाबाले दिनुभएको त्यो सबैभन्दा ठूलो सन्देशको बारेमा कुरा गरौं, जसले हाम्रो जीवन हेर्ने दृष्टिकोण नै बदलिदिन सक्छ। त्यो सन्देश हो, यो पुरानो दुनियाँ अब परिवर्तन हुँदैछ। हेर्नुहोस् त, कति स्पष्ट भिन्नता छ। एकातिर छ अहिलेको पुरानो आसुरी दुनियाँ, जहाँ चारैतिर दुखै दुख छ र मानिसको मूल्य कौडी बराबर भएको छ। अनि अर्कोतिर बाबाले स्थापना गरिरहनु भएको नयाँ दैवी दुनियाँ छ, जहाँ सुखै सुख हुन्छ र हरेक आत्माको मूल्य हीरा समान चम्किन्छ। यो वास्तवमा रावण राज्यबाट राम राज्यतर्फको एक महान यात्रा हो। बाबा भन्नुहुन्छ, अहिले मानिसहरू कौडी जस्ता क्षणिक नाशवान धन सम्पत्तिको पछाडि दौडिरहेका छन्, तर बाबाले हाम्रो बुद्धि त्यहाँबाट हटाएर हामीलाई हीरा जस्तो अमूल्य बनाउनुहुन्छ। यो कुनै साधारण परिवर्तन होइन, यो त आत्माको मूल्यलाई अनन्त गुणाले बढाउने एउटा दिव्य प्रक्रिया हो। यो कुरामा कुनै शङ्का नै छैन कि यो विश्व परिवर्तन कुनै संयोगले भइरहेको होइन। स्वयं परमपिता परमात्मा शिव बाबाले यो पुरानो दुःखले भरिएको संसारलाई समाप्त गरेर सुखले भरिपूर्ण दैवी संसारको स्थापना गरिरहनु भएको छ। अच्छा, यो महान विश्व परिवर्तनको समयमा हाम्रो भूमिका के हो त? अब दोस्रो खण्डमा बाबाले यही अमूल्य समयको महत्त्व र हामीले गर्नुपर्ने विशेष आध्यात्मिक प्रयास अर्थात् पुरुषार्थबारे दिनुभएको मार्गदर्शनलाई बुझौं। मुरलीमा आज एउटा गहिरो प्रश्न सोधिएको छ। हामीले आफ्नो आउने 21 जन्मको लागि सुखको चिठा जित्न कस्तो पुरुषार्थ गर्नु पर्ला? यो कुनै सामान्य प्रयास होइन, यो त स्वयं आफ्नो भाग्य लेख्ने पुरुषार्थ हो। यसको उत्तर पनि बाबाले एकदमै स्पष्ट रूपमा दिनुभएको छ। पहिलो कदम हो कुनै पनि कुरामा मोह नराख्नु, अर्थात् मोहजित बन्नु। त्यसपछि दोस्रो, एक बाबाप्रति पूर्ण रूपमा समर्पित हुनु। तेस्रो, यो पुरानो संसारमा रहेर पनि यसबाट आफ्नो बुद्धिलाई हटाउनु, यसलाई देख्दा पनि नदेखे जस्तो गर्नु। र सबैभन्दा महत्त्वपूर्ण चौथो कदम हो बाबालाई याद गरेर आफूलाई सतोप्रधान अर्थात् पूर्ण पवित्र बनाउनु। बाबाले हामीलाई सचेत गराउनुहुन्छ, अब व्यर्थमा समय गुमाउने बेला पटक्कै छैन। यो सङ्गम युग अर्थात् यो विशेष सङ्गमको समय हाम्रो अनन्त जन्मको आध्यात्मिक कमाई जम्मा गर्ने एकमात्र र स्वर्णिम अवसर हो। अब तेस्रो खण्डमा त्यो कमाईको बारेमा कुरा गरौं जुन कहिले नाश हुँदैन, हाम्रो 21 जन्मको अविनाशी कमाई। संसारको धन त आज छ, भोलि छैन, तर यो अविनाशी कमाई भनेको बाबाको याद र निस्वार्थ सेवाबाट जम्मा भएको पवित्रता र गुणहरूको खजाना हो। यो हाम्रो संस्कारमा जम्मा हुने शान्ति, प्रेम र शक्तिको पुँजी हो, जसले हाम्रो आउने 21 जन्मसम्म सुखको आधार बन्दछ। यो त्यस्तो कमाई हो जुन कहिले घट्दैन, बरु बढ्दै जान्छ। यसमा सबैभन्दा सुन्दर कुरा के छ भने बाबाले हामीबाट धेरै ठूलो त्याग माग्नुहुन्न। जसरी सुदामाले लिएको मुठी चामल भगवानको लागि अमूल्य भयो, त्यसैगरी हामीले गरेको सानोभन्दा सानो समर्पणलाई पनि बाबाले स्वीकार गरेर त्यसको बदलामा सत्ययुगको बादशाही दिनुहुन्छ। त्यसो भए यो अविनाशी कमाई गर्ने र आफूलाई रूपान्तरण गर्ने मुख्य विधि के हो त? अब चौथो खण्डमा हामी यही मुख्य विधिको बारेमा जान्नेछौं। त्यो हो यादको यात्रा र पवित्रताको लक्ष्य। बाबा भन्नुहुन्छ, ज्ञानको नशा त हुन्छ, तर त्योभन्दा पनि शक्तिशाली र गहिरो नशा यादको यात्रामा हुन्छ। जब हामी एक बाबालाई मनैदेखि प्रेमले याद गर्छौं, तब भित्रबाटै साँचो खुशी, शान्ति र शक्तिको अनुभव हुन्छ। सबै ज्ञान र पुरुषार्थको सार यही एउटा कुरामा आएर टुङ्गिन्छ। हामीले पावन अर्थात् पवित्र बन्नु छ। हामीले भक्ति मार्गमा पनि हे पतित पावन
आएर पावन बनाउनुहोस् भनेर नै त पुकार्ने गर्यौं। अब त्यही समय आएको छ। यो 84को अङ्कले आत्माले लिने जन्महरूको पूरै चक्रलाई जनाउँछ। बाबाले सम्झाउनुहुन्छ, तिम्रा 84 जन्म अब पूरा भए। यसको अर्थ हो हाम्रो यात्राको चक्र अब पूरा भएको छ र फेरि सत्ययुगबाट आफ्नो सुखमय नयाँ यात्रा सुरु गर्ने समय आएको छ। ल, अब हामी अन्तिम खण्डमा आइपुगेका छौं। यहाँ हामी आजको मुरलीबाट धारण गर्नुपर्ने मुख्य सार र बाबाको वरदानलाई बुझ्नेछौं। आजको मुरलीबाट हामीले जीवनमा धारण गर्नुपर्ने मुख्य कुराहरू छन्। पहिलो, यो शरीरद्वारा कुनै पनि त्यस्तो विकर्म वा आसुरी कर्म नगरौं जसले हाम्रो पुण्यको खातालाई बिगाड्छ। र दोस्रो, सांसारिक धनको पछि लागेर समय खेर फाल्नुको साटो सधैँ एक बाबाको यादको खुशीमा रहौं र उहाँको श्रीमत अर्थात् श्रेष्ठ सल्लाहमा चलेर आफ्नो जीवनलाई श्रेष्ठ बनाऊ। आजको वरदानले हामीलाई सम्पन्न बन्ने एउटा सहज विधि बताउँछ। जब हामी आफ्नो समय, शक्ति र सङ्कल्पहरूलाई विश्व सेवामा समर्पित गर्छौं, तब हामी स्वतः गुणहरूले सम्पन्न बन्छौं। सेवाको यस्तो लगनमा मायाका साना ठूला विघ्नहरू आफै समाप्त हुन्छन् र माया पनि हाम्रो दासी बनेर पछि हट्छ। र अन्तमा आजको स्लोगनले हामीलाई एउटा गहिरो चिन्तन दिएको छ। जब हामी अन्तर्मुखी हुन्छौं अर्थात् भित्र मौनतामा स्थित हुन्छौं, तब बाहिरी मुख स्वतः बन्द हुन्छ र क्रोध जस्तो विकार सजिलै समाप्त हुन्छ। आजको मुरलीको सार यही हो कि यो अमूल्य समयलाई चिनौं, बाबाको यादमा रहेर अविनाशी कमाई गरौं र आफ्नो भविष्य श्रेष्ठ बनाऊ। ओम शान्ति।